यहाँ माथिको भिडियो एकचोटि हेरौँ ल एकछिन साथीहरू हामी। घन्टी हामीले यसपालि चाहिँ घन्टीलाई चान्स दिने हो। तपाईँहरू भोट माग्नुहोस्। तपाईँहरूलाई उहाँ चाहिँ हाम्रो क्षेत्र नम्बर 10बाट एमालेको लागि भोट माग्न आउनुभएको रहेछ होइन। अनि उहाँ दिदीले चाहिँ सो त म भोट हाल्दिनँ, म चाहिँ घन्टी हो भनेर भन्दाखेरि चाहिँ एमाले बनाइदियो बाटो, भोट चाहिँ घन्टीमा हाल। एमाले आफ्नो गोजीको पैसाबाट हालिदिएको हो, बाटो बनाइदिएको हो। तिमीहरूको घर घरबाट पैसा ल्याएर बाटो बनाउनको लागि, गाउँ विकास गर्नको लागि, देशमा समृद्ध आउनको लागि, त्यो ठाउँको विकास गर्नको लागि स्थानीय सरकार बनाएको होइन, देशमा सङ्घीयता आएको होइन। अनि तिमीहरूलाई भोट हालेर जिताएर हामीले के गर्न पठाएको त? त्यहाँ त्यो बाटो बनाउनु पठाएको होइन। मैले बनाइदिएँ भनेर तिमीहरूले भन्न मिल्छ? जनताको कर, हामीले तिरेको ट्याक्सबाट पैसा कटौती भएर त्यो बाटो बनेको हो, बुझ्यौ? नेपालमा जति पनि विकास हुन्छ नि, त्यो विकास तिमीहरूले गरेको भन्न मिल्दैन। तिमीहरूलाई त्यही काम गर्न पठाएको हो। डक्टरले हस्पिटलमा गएर मैले बिरामी चेक गरिदिएँ भन्न पाइन्छ? किनकि ऊ चेक गर्नको लागि गएको हो। टिचरले मैले पढाइदिएको भन्न पाइन्छ? ऊ पढाउनै गएको हो। तिमीहरूलाई त्यही काम गर्नको लागि त्यहाँ पठाएको। तिमीहरूले त्यही काम गर्नको लागि चुनाव लडेका हो। अनि त्यो काम गऱ्यो भने तिमीहरू प्राउड फिल हुने। जनताले आफू खुसी यसलाई भोट हाल्छु भन्दा तिमीहरूले हुन्छ भन्ने, या तिमीहरूले आफ्नो एजेन्डा, आफ्नो मैले के गर्छु देश र जनताको लागि, अब मैले यो गर्नेवाला छु भनेर तिमीहरूले देखाउने कि उल्टो एमाले बनाइदिएको बाटोमा तिमीहरू भोट घन्टी हाल्ने भन्न अलिकति लाज लाग्दैन? त्यसै हो तिमीहरूलाई अराजक भनेको। आफ्नो पार्टीको झन्डा आफै जलाएर तिमीहरू अरूलाई ब्लेम लगाउने, अनि यसरी यहाँ जनताको अगाडि हेर बोल्ने ढङ्ग। अझ तिमीहरूलाई भोट दिनुपर्ने।